के हो यो बाबु? के हो यो? राम कति फलेको? के हो यसलाई के भन्छ? भोटे हो कि यो अमिलो हो र यो? कति बिधि बाक्लो फलेको हो नि? राम 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 होइन बुटाले नि कसरी धानेको हो? अझै काटेको रहेछ भाइ अझै बुटो नधाने काटेको हो यस्तो नि फल्दो रहेछ भाइ के बिधि हो त नि ऊ हेर न हाँगा काटेको त हो नि देखिदिन ऊ कति बेला काटी भ्याए खोइ कहिले काटेको रहेछ हेर्नु त कति हो यो कहिले खाना हुन्छ सानो यो असो काट्टी हिउँदामा हुन्छ है खाना अहिले तिजमा चाहिँ हुँदैन है यो होइन कस्तो मजाले फलेको त नि लटरम्मै भरे हेलो हेलो साथीहरू सबैलाई नमस्ते स्वागत छ माई लक्ष्मी भ्लगमा सबैलाई स्वागत छ सबैजना आरामै हुनुहुन्छ म त सन्चै छु हजुर आशा छ हजुरहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने र आज चाहिँ म ढिलो नगरिकन आफ्नो भिडियो बनाउन गइरहेको छु साथीहरू भिडियो के कस्तो लाग्छ अझै म सुरु गर्दैछु आज म चाहिँ माइती गाउँमा छु माइती गाउँतिर सफा मौसम छ आज हेर्नुहोस् बाख्रा नि छ दुइटै माइती गाउँमा यसलाई हेर्नुहोस् अनि निउवा पनि रहेछ यहाँ फल्या रहेछ निउवा पनि ओ यहाँ निउवा अमिलो आँगनमा तिल सर्लक्क खाना खाएर आन्टी अनि करेला फल्या छ करेला बुटामा देख्नुभयो करेला न्याराको बुटो पनि छ अनि मेरो माइती गाउँ हेर्नुहोस् माइती गाउँमा भोगटे लटराम्मै फलेको छ अनि चाहिँ जाउँ न कता बाँधेर आछ लखटेर आऊ त लहै गरेर आऊ त जाऊ त अनि यहाँ कागती पनि रहेछ फेरि कागती नभएको केही छैन गाउँमा के गर्ने अरे हेर्नुहोस् त कागती लटराम्मै छ अनि चाहिँ यतै तरकारीहरू हेर्नुहोस् कति छ धुपीको बुटा पनि छन् फुलहरू पनि छ अनि चाहिँ केरा पनि छ त्यहाँ केरा